के गर्नु र साथी हो, बाँचुन्जेल दुःख गर्नै पर्दो रहेछ। अब दुःख नगरिकन चाहिँ नहुने नै रहेछ। हातमुख जोड्न पनि गाह्रो। त्यही कारणले पनि यो हातमुख जोड्नको लागि, यो पापी पेटको लागि भए पनि दुःख चाहिँ गर्नुपर्छ है। अरूलाई ढाँटेर छलेर डाका गरेर खानुभन्दा दुःख गरेर खानुको मजै छुट्टै छ है। ल्या यस्तो छ। त्यही कारणले गर्दाखेरि चाहिँ जति ढाँट छल गर्यो हरेक गरे पनि के गर्नु र, उपरवालाले देखिहाल्छ। भोलि उपरवालाले फेरि माथिल्लो संसारमा पनि हामीलाई कैद बनाएर चाहिँ सजाय भोग्नु लाउँछ। त्यही कारणले गर्दा यसरी दुःख गर्नुपर्छ। म जस्तो सबैजनाले, मेरो चाहिँ एउटा सानो पोल्ट्री फर्म छ, त्यही फर्ममा खुसी छु। दोकान छ सानो एउटा, त्यही दोकानमा खुसी छु। ल्या पिच बाटो पनि अब यो पल्ट त हाम्रो 20 नम्बर वार्डको भन्ज्याङ चोकसम्म पुग्ने कुरो छ। हाम्रो मेयर हर्का साम्पाङज्यूले चाहिँ धरान नगर गौरव योजना मार्फतबाट चाहिँ माथि पुराउने खालको चाहिँ एउटा कुरो छ। उहाँलाई पनि विशेष गरेर धन्यवाद। हाम्रो मेयर हर्का साम्पाङज्यूलाई पनि धरानको एउटा हाम्रो चाहिँ नगर पिता, श्रम पिता पनि, नगर पिता पनि उहाँ हुनुहुन्छ। र उहाँले जुन गर्नुभएको यो गौरव योजनाप्रति हामी धरान 20 नम्बर वार्डवासीहरू गौरवित छौँ भन्दै आजको मेरो यो सानो मिनी ब्लग यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। गुड बाई।